and welcome to my channel guys है तपाईहरु सन्चै हुनुहुन्छ होला आशा गर्छु मेरो भन्नुपर्दा म पनि सन्चै छु र अहिले भने चाहिँ म ड्युटी निक्लिँदै गरेको बाटो हेर्नु यतै हो है जान पनि तल रोड देख्नुहुँदैछ बाइक तानेर छ है र आफ्टर लङ टाइम फेरि ब्याक टु भ्लग है अब के गर्नु अब स्थिति त्यस्तो छ परिस्थिति पनि त्यस्तै छ है कोही बेला भ्याउँछु कोही बेला भ्याउँदिनँ त्यस्तै छ है र अब चाहिँ कन्टिन्यू गरौँ भनेको हुन्छ हुँदैन है के कसो हुन्छ हेर्दै जाउँ अब जति सक्दो चाहिँ भिडियो कन्टिन्यू नै गरौँ भन्छु हेर्दै जाउँ अहिले भने चाहिँ बाइकमा आइपुगेको अवस्था है बाइक हुन्छ अब फुल स्टार्ट गरौँ है चाबी लगाएर टक्कै मेरो चाहिँ हेलमेट यहीँ हुन्छ म्याक्सिमम टाइम है अड्की खाऊ चाबी त चाबी यहाँ छ है चाबी लगाएर एउटा एक स्विच टक्कै गरेपछि बाइक स्टार्ट भएको है अब हुन्छ है यहाँबाट टक्क निक्लेर चाहिँ मुनिपट्टि रोड छ त्यहाँनिरबाट जान्छ है ड्युटी चाहिँ बाइक स्टार्ट हुँदैछ हल्का है तपाईँलाई साउन्ड सुनेको हल्का मैला मैला छ बाइक है यसो र अहिले फेरि कहाँ पुग्नेछु त्यहाँ पुगेर फेरि ब्लग गर्नेछु है त्यहाँबाट तपाईँहरूलाई फेरि भेट्नेछु जाँदै गरेको है गर्नुहोस् अहिले भने चाहिँ आइपुगेको छु रोडाथान है रोडाथानको माथिपट्टि तपाईँहरूलाई देखाउँछु ल रोडाथान ब्रिज हेर्नुहोस् त हेर्नुहोस् ब्रिज यो बाटो आउनुपर्छ है यहाँ भन्दै देख्दैछ अन्त यो जग्गा चाहिँ मलाई साह्रो मनपर्छ क्या दामी छ यो जग्गा हेर्नुहोस् न कस्तो दामी भ्यालीहरू भएको है यहाँबाट चाहिँ कस्तो मजाको क्लाउडहरू मजाले उठ्दै गरेको रहेछ यहाँ आइपुग्यो है एकछिन भिडियो बनाउनु लागि मैले चाहिँ उयो ल्याएन नि त आज माउन्ट ल्याएन नि त होइन फोन होल्डर त्यस कारण चाहिँ यहाँ टक्कै भाइ क्या मिठो देखिदिरहेको छ हल्का है तपाईँहरू प्लिज नयाँ हुनुहुन्छ भने चाहिँ यो च्यानलमा सब्सक्राइब गरिदिनुहोस् होला है अब चाहिँ म यहाँबाट जानु छ मेरो चाहिँ ड्युटी चाहिँ अब भन्दैन तलबाट पनि भन्नु अनि अब के हुन्छ कसो हुन्छ दिउँसो यसो भिडियो गर्नु पाएँ भने स्कुलमा तपाईँहरूलाई देखाउनुहोस् है त्यति बेलासम्म प्लिज बसिदिनुहोस् हेरिदिनुहोस् च्यानललाई है यस्तो पनि छ गाइस बाटो जाने है हेरिहाल्दै तपाईँलाई हुन्छ यो बाटो चाहिँ पहिलादेखि यस्तै हो क्या माथि आएर चाहिँ यस्तो हेरेको कि यहाँनिरबाट कि मजाको देखिरहेको रहेछ हेर्नुहोस् न है हल्का क्या क्यामेरा त्यस्तो खास छैन तर पनि दामी देखिरहेको रहेछ है भ्यूहरू मजाको रहेछ बदल मजाले लागेको रहेछ है अन्त खिच्नु मन पऱ्यो क्या मलाई अन्त खिचिदिएको नि टक्कै भिडियो एउटा बनिन्छ होइन हल्का बाइक पनि यहाँ छ एउटा सिनेमेटिक लिइदिउँ न है गाइस यस्तो पनि भेट्छ हो यो चाहिँ तर बर्खामा मात्रै चाहिँ अलिक मजाको हुन्छ है नभए चाहिँ सुकिरहेको छ कम्ती पानी चाहिँ झर्दैछ यसबाट है त्यस्तै छ बाटो त्यहाँबाट जानुपर्छ है म जो अघि स्कुल आइपुगेको थिएँ भिडियो गर्नु पाएको थिइनँ क्लासहरू थियो नि त मेरो
बाइक यहाँ राखेको छु स्कुल चाहिँ यस्तो छ है यहाँनिर है हेर्दा पनि छ क्लासहरू यो चाहिँ भलिबल खेल्ने ठाउँ हो यहाँनिर अन्त यहाँनिर चाहिँ हाम्रो स्कुलको यहाँनिर चाहिँ देख्नुहुन्छ नि तपाईँले यहाँ चाहिँ वालको काम हुँदैछ त्यो भित्तामा अलिकति भत्केको थियो रहेछ नि त अन्त यस्तो चाहिँ मेरो ड्युटी गर्ने जग्गा चाहिँ यस्तो छ यता क्यान्टिन छ पर गाडी राख्ने माथि स्कुलै हो ल गाइस अहिले भने चाहिँ म स्कुल छुट्टी भएर फर्किँदै गरेको है बाटोमा छु यता बाटो आउनु सक्नुहुन्छ यता रोड है जाँदैछु घर अन्त अब घर पुगेर बाटोमा पनि के देखाउने छु घर पुगेर फेरि भेट्ने छु तपाईँहरू भेट्दै गर्नुहोस् त्यति बेरसम्म गाइस अहिले भने चाहिँ म घर आइपुगेको अवस्था है घर आइपुगेर टक्कै बाइक साइक यहाँ पार्क गरेँ है पार्क गरेँ टक्कै अब घर जानु कामसाम गर्ने अलि है अन्त त्यहाँबाट चाहिँ के हुन्छ कसो हुन्छ है गरम भयो हो थाक्यो पनि अन्त अब भोलि फेरि नेक्स्ट भिडियोमा तपाईँहरूलाई भेट्नु छु टिल देन लाइक सेयर सब्सक्राइब है जो नयाँ हुन्छ प्लिज गरिदिनुहोस् होला थ्याङ्क यू